नेपाली नेशनल क्रिकेट टिमका फास्ट बलर करण केसीलाई क्रिकेट एसोसिएसन अफ नेपाल क्यान एउटा म्याचको लागि सस्पेन्ड गरेको छ। अहिले पीएम कप चलिरहेको छ। पीएम कपमा चाहिँ एम्पायरसँग सन्दीप लामिछानेको विवाद भएको थियो। एम्पायरसँग उनले प्रश्न उठाएका थिए कि प्रतीश जीसीको बलमा एलबीडब्ल्यू को माग गरेका थिए, उनले आउट नदिएपछि चाहिँ केही छेड चाहिँ विवाद भएको थियो। यही विषयमा सामाजिक सञ्जालमा धेरै टिका टिप्पणीहरू भइरहेका थिए। त्यसैमा सम्बन्धित एउटा पोस्टमा करण केसीले कमेन्ट गरेका थिए कि इफ नेपालमा चाहिँ प्लेयरले एम्पायरलाई पिटेपछि चाहिँ कति चाहिँ सस्पेन्ड हुन्छ, के सजाय हुन्छ, जिज्ञासा भनेर कमेन्ट गर्नु भएको थियो। उक्त कारणले चाहिँ अहिले करण केसी एउटा म्याचको लागि सस्पेन्ड हुनुभएको छ र सम्पूर्ण उनलाई एउटा म्याचमा दिने सेवा सुविधा वञ्चित सहित सस्पेन्ड गरिएको छ। तर उनले त्यो प्रतिक्रिया जनाइसके भन्दा पछि चाहिँ क्रिकेट एसोसिएसन र क्रिकेटसँग सम्बन्धित एम्पायर, खेलाडी, सबै क्रिकेट एसोसिएसन अफ नेपालका सबै पदाधिकारीहरू चाहिँ एउटै परिवार जस्तो लाग्ने भएर चाहिँ त्यो मजाक गरेको हो, मजाकमा चाहिँ मैले भनेको हो, यदि कसैलाई ठेस पुग्न गएमा म माफी चाहन्छु भनेर सरी समेत भनेका थिए आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस पोस्ट गर्दै। तर क्यानले चाहिँ उनलाई एउटा म्याचको लागि सस्पेन्ड गरेको छ र पछिल्लो समयमा नेपालको एम्पायरिङमा धेरै प्रश्नहरू उठ्ने गर्छन्। यो विषयलाई लिएर टिका टिप्पणी हुने गर्छन् र यो क्यानले गरेको आजको निर्णयलाई चाहिँ तपाईँ पूर्णरूपमा लिनुहुन्छ। तपाईँलाई के लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्नुहोला। धन्यवाद।